गाइज हिँड्नु नसकेर एक लोरा टेकेर हिँडेको। पोलेको मासु खाएको अवस्था। हाई गाइज, नमस्ते मेरो ब्लगमा। गाइज गाउँको बारीमा छु र म त। कुटी कुटी रक्सी 3 पाने रक्सी। गाइज हिँड्नु नसकेर एक लोरा टेकेर हिँडेको। उताबाट आएको थियो, हिँड्नु सकेन। गाउँ घरमा हिँड्नु नसकिँदो रहेछ हो, लोरा टेक्ने अवस्था आयो। के गर्नु त्यस्तै। अरे त्यो जल्दैन त गाइस। मासु मासु सियाला मासु मासु यति मासु गाइस। सिकुटी बनाउने अनि खाने, पोलेर पनि खाने। यति चाहिँ म पोलेर खान्छु है गाइस। भयो उही पोलेर खाने मासु, पोलेर खाने। अब ल के हो यसो साथै के हुन्छ अझ नजिलै किसिम न। मासु मासु बाबिता नमुना किसिम नजिक किसिम मासु मासु रेडी भयो। ल सेट त्यो उल्टी सिधा बिसँग उल्टा टस्का राख न कलबाट कप्सी पोलेको मासु। मिठो ल। लाइटर याटे गाइस। घर लिपेको अवस्था गाउँ घरमा। घर लिप्नु पर्यो। म
मकैको जात गाइज मिठो छ जात गाउँको उनीहरू छैन जुम्मा खाएको अवस्था लक्ष्मी पाव में कि खरडुम वाला टाइम ठम बार बिसो खोजा दिदी बस्नु के लसा ह दिदी बस्नु जुम्मा खाएको अवस्था दिदी अमल ठल्लो छ आसेलिम त नानी हो बस्नु लसा गाइज रुखमा चढेको झर्नु सकेन फोटो खिचेको टिकटक बनाएको थियो अनि सकेन सक्ने रहेछ लुगाको गाइज मेरो घर यता मेरो घर हेर्नु होला मेरो घर यता छ ल यता उही गाउँ घरमा त बाटो यस्तो छ है गाइज मेरो गाउँको घर अब हामी काठमाडौँ पार्किङ लागेको चाहिँ है दुईवटा घर छ ल यो कदमहरू मैले रोपेको सानो सानो 2-3 वर्ष भयो होला अनि यता चाहिँ मेरो घर यता घर हो दुईवटा घर छ मेरो यता पनि राइट कत्रो भएको क्या यो चाहिँ सब बढेछ क्या गाउँतिरको घर गाउँतिर रमाइलो हुन्छ हौ उतातिर भन्नु त घाम ताप्नु मजाले पाउने रमाइलो छ तर के गर्नु छोडेर जानुपर्ने भयो अब उतै भन्नुपर्छ है रमाइलो त रमाइलो धेरै रमाइलो गाउँतिर छुट्टै मजा हुन्छ कि गाउँतिर आएपछि फेरि छुट्टै मजा हुन्छ है सब अर्ग्यानिक खानु पाउँछ फेरि त्यो सानो बढ्थ्यो यो सानो बढ्थ्यो है तर ठुलो भएछ क्या 3-4 वर्षमा त ठुलो भएछ अनि यता फेरि घर छ घर नयाँ घर मान्छे नभएपछि यस्तो हुँदो रहेछ है घर पनि है त्यस्तो हुन्छ क्या मान्छे छैन भने यस्तो हुँदो रहेछ गाइस खाना खाँदैछ खाजा खानुलाई खाजा खानु
रोकेको अनि यता बस यता रोकेको ए होटल खाजा खाएर अनि अब केटिएम पुग्छौँ बेलुका नि भयो ट्रेनदेखि चढेको है गाडीमा कपडी जान लागेको यहाँ मैले रोपेको यो कदम मैले रोपेको तर यत्रो पो भएछ हो कति वर्ष भयो नि त यता गाउन आएको ठुलो भएछ